हेलो एभ्रिवान, गुड मर्निङ। सो आज चाहिँ अब म उठिसकेँ है। उठेर सबै लुगासुगा पनि धुइसकेँ। पानी पनि पुरा परिआएको छ बाहिर। अन्त आज चाहिँ मिसेसले चाहिँ न्युटेलाको अचार बनाउने अरे। त्यहाँदेखि म चाहिँ अब दोकान जाँदैछु। पानी पुरा परिआएको छ है। अब हेर्नुपर्छ बाहिर पानी कति पर्दैछ। ठुलो परेछ चाहिँ गइ हुँदैन होला, कम्ती परेछ भने चाहिँ जान्छु। गएर न्युटेला पानी चाहिँ ठुलो नै पर्दो रहेछ। भए पनि अब गइ चाहिँ हेरेको हो। तर दोकान बन्द छ भने चाहिँ यहाँनिर चाहिँ हामी पुग्नु छ। जर्मन सेफर्ड यहाँनिर चिप्लो छ, चिप्लो। यहाँ माथिबाट जानुपर्छ, तलबाट गयो पुरा हिरो छ हो। यहाँ चाहिँ अलिकति राम्रो, तल्लोपट्टि भन्दा चाहिँ माथिल्लोपट्टि गयो भने चाहिँ यहाँनिर चाहिँ अलिक जुगाहरू आउँछ है। चाहिँ जुगाड बाटो त्यस्तै छ, हिलो जोगिँदै हिँड्नुपर्छ। चिप्ल्यो भने फेरि सबै लुगा मैला भइहाल्छ हो। यहाँबाट सट पानी परेर जोक छ, पानी परेर जोक। सो अब म चाहिँ दोकानबाट पनि आइसकेँ सामान लिएर। यो चाहिँ न्युटेला, त्यहाँदेखिको यो आयो तिल, त्यहाँदेखिको यो बदम हो, त्यहाँदेखिको यो चाहिँ सुक्खा खोर्सानी, त्यहाँदेखि खास चाहिँ आम्चुर लिनु गएको थिएँ। आम्चुर चाहिँ छैन रहेछ। आम्चुरको बदली अब यही जलजिराले काम गर्छ भन्यो। यही जलजिरा लिएर आएको छु। अब आम्चुर सम्झेर यही हाल्नुपर्छ। अब भरे बनाएको तपाईँलाई म देखाउँछु ल। ल गाइस, अब चाहिँ हामी अचारपट्टि अब सुरु भइसकेको छ है। अब कटिङ सुरु हुँदैछ। यहाँनिर बहिनी छ। बहिनीले पनि अब सघाउने अरे। ऊ त हल्ला गर्नु मात्रै हो, सघाउने कि बदमास गरेर हो। यहाँनिर मिठाई सानै किनेको छैन हो। अब हामी चाहिँ सुरु गरेको ल है गाइस। अब चाहिँ फ्राई हुन थाल्यो अचारको लागि। न्युटेला पनि यहाँनिर यहाँ चाहिँ छ, डल्लै फ्राई गर्नुपर्ने। यहाँ चाहिँ भर्खर स्टार्टिङ चाहिँ भयो है। यहाँनिर यत्तिको चाहिँ भयो। ल फाइनली अब अचार बनिसक्यो। अब चाहिँ खानु मात्रै बाँकी छ। कस्तो भयो होला भनिदिनुहोस् है।